हेलो साथीहरु, सेवा अनि नमस्ते, वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ म घरमा बसिरहेको छु। अहिले चाहिँ दिउँसो छ अनि अहिले चाहिँ म अब चारो उसिन्नु पर्ने छ। अनि के त्यति धेरै त हैन कि अलिअलि चाहिँ काम गर्नुपर्छ। अनि म चाहिरहेको छु अनि के अहिले चाहिँ म आगो फुक्न गइरहेकी छु। चारो उसिन्नु पर्ने छ साथीहरु। अब म चाहिँ हिँड्ने। यहाँ चाहिँ मेरो बहिनी छ। खै हेलो भनेको हेलो भनेको हेलो डोन्ट टच मी। खै मेरो चप्पल म त चारो त्यहाँ पर उसिन्नु पर्ने छ त्यो भाडा देखेकोमा। साथीहरु मैले चाहिँ आगो फुकिसकेको छु। मेरो फोसी पनि खतरा देखिरहेछ। अब चाहिँ म चारो काट्न जानुपर्ने हुन्छ तल अनि आएर लाउनु पर्ने हुन्छ। मैले चारो उसिन्ने मेरो काम हो क्या आजको मेरो चाहिँ आज काम हो। चारो उसिनिसक्नु पर्ने छ। कहिले मेरो मम्मी र बाबा चाहिँ तल जानुभएको छ नि त बारी। अनि बहिनी र म चाहिँ चारो उसिन्ने। खै कहाँ गयो बहिनीहरु? बोलाउनु छिटो। कृतिका यहाँ चाहिँ मेरो बहिनी आइसकेको छ। फुपू छोरी हैन। हेलो भन्न। हेलो साथीहरु। हेलो साथीहरु। अनि अब हामी चाहिँ कहाँ जाने? कृतिका खेल्ने जानु उता नजानु जानु जाम ल। अब जाम ल। तिम्रो पानी नि प्रज्ञा नाना खोइ बोलाउ त। नाना खोइ बोलाउनु बहिनी चाहिँ मेरो बहिनीलाई बोलाउनु गएको छ। अब हामी चाहिँ चारो काट्नु जानुपर्ने छ। उ त्यही हो क्या घरबारीमै हो। हामी काट्नु जानु पर्ने छ। अनि यो हो क्या यो के हो दुध मर्ने हो के म चाहिँ काट्नु सुरु गर्छु। यो चारो लानुपर्ने छ। यो देखाउनु यो चारो यस्तोहरू काट्नु पर्ने छ। यिनीहरू यस्तोहरू अनि उसिन्नु पर्ने छ साथीहरू। मेरो बाख्राहरू यहाँभित्र छ। साथीहरू मैले चाहिँ यहाँ के भन्छ चारो साथीहरू यो पनि भाँचिरहेको छ। अहिले चाहिँ यहाँ आउनु हुँदैन सायद देख्नु भएर चाहिँ भोलि मैले चाहिँ चारो काटिसकेको छु। एक डोको बनाइसकेको छु। उता खाली एक डोको बनाइसकेको छु। यहाँको दुध मानेहरू पनि दुध माने यस्तो बनाइसक्यो कि यस्तो बनाइसक्यो त पुरै उ गरेर। अब चाहिँ घर जानु पर्ने हुन्छ ल। साथीहरू मैले चाहिँ डोकोमा बोकिसकेको छु। अनि
अब चाहिँ म माथि फर्लिनुको कृतिका के बोकेको त पानी साथीहरू हामी चाहिँ आइसकेको छौँ तर मेरो आवाज झन्डै झन्डै मरेको रहेछ अब यहाँ चारो लाउनु पर्ने हुन्छ नि त साथीहरू मैले चाहिँ टुक लिएर फेरि लिनु गएको यो काट्न गएको अहिले चाहिँ आएर यता छु अब चाहिँ मेरो घर सफा गर्नुपर्ने छ यहाँ चाहिँ के हो यो झरेको चाहिँ शीत झरेर अनि अब चाहिँ पानीले पुस्नुपर्ने छ नुहाइदिनु पर्ने छ घरमा मैले त्यस्तो गर्नुपर्ने छ नि त साथी साथीहरू मेरो फुपू चाहिँ आउनु भएको छ यता तल मेरो घरमा घुम्न सेवा नमस्ते बोल्नु न चाहिँ बोलाउँदैन मलाई त हामी चाहिँ भेटेपछि जहिले यस्तै होइन बिन्दास जिग्रिडोस हुन्छ जिग्री हो नि त हामी त फेरि जिग्रिडोस ल साथीहरू अब चाहिँ मेरो फुपू चाहिँ वास्तवमा भन्नुपर्दा यहाँ मलाई भेट्न आउनु भएको होइन भेट्नु भन्दा पनि नेट चलाउन आएको क्या भेट्नु भन्दा पनि नेट चलाउन आएको क्या मेन कुरो हो नेट नभएर नेट चलाउन आउनु भएको अनि अहिले चाहिँ हेर्नु हुँदैछ मैले चाहिँ डिस्टर्ब गरेँ फुपूलाई यस्तो पढ्ने डिस्टर्ब गऱ्यो यस्तो पढ्ने डिस्टर्ब गऱ्यो यसले म रिसाइरहेको छु जानुहोस् म तपाईँलाई रोक्दिनँ नि त अब ल ल बाई बाई साथीहरू मेरो फुपू चाहिँ जानुभयो नेट हेर्नको लागि मेरो चाहिँ उता मेरो फुलहरू यस्तो राम्रो भएको छ मेरो फुलहरू यस्तो दामी फुलेको छ नि साथीहरू एकै खालको भए पनि दामी फुलेको छ नि त साथीहरू यो त के सेतो हो नि त वाइट हो तर यो चाहिँ अर्कै हो यो वाइट हो तर कुराले ठुँगेर 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 यस्तो 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 बनाइदियो सबै यो रेड मात्रै यस्तो राम्रो छ साथीहरू यो चाहिँ अघि भन्नुपर्दा कुकुरले यस्तो चोडाइदियो र पनि यस्तो गाडी दिएको छु मैले साथीहरू यहाँ यसरी गाडी दिएको भयो भने भयो यहाँ उसको बच्चा निस्किरहेको छ नो प्रब्लम होइन साथीहरू अनि यो चाहिँ कस्तो खालको फुल भने यो कस्तो खालको कस्तो भएको छ फुलहरू फुलिरहेको छ मेरो यहाँ खालको फुलहरू यो त झन् कस्तो राम्रो लागेको थियो मलाई यो अहिले चाहिँ तर उ भएको छैन राम्रो छ अनि यतातिर चाहिँ फुलेको छैन यो चाहिँ मैले भर्खरै हिजोअस्ति तल्ल गाउँबाट ल्याएको यो अनि यो भएको छ मेरो चारो चाहिँ यस्तो भएको बल्दैन 5 बजीसम्म नि त अब मेरो खाना बनाउने टाइम पनि भइसकेको छ साथीहरू अब चाहिँ खाना बनाउनु किचनतिर लाग्नेछु यो त सुकिसकेको छ साथीहरू म चाहिँ किचन घरमा छिरेर खाना यहाँ माथि ग्यासमा चाहिँ मैले खाना अनि यता उमा चाहिँ यता यहाँ चाहिँ
मेरो चुल्हामा चाहिँ दाल अनि आगो चाहिँ नबलेको आगोले चाहिँ मलाई लास्टै धोका दिइरहेछ क्या आज अन्त मेरो चारो पनि कस्तो भइरहेछ यहाँ माथि चाहिँ खाना अनि यहाँ तल चाहिँ के भन्छ दाल बसाएर जाऊँ भनेको उता पनि के भइसक्यो अब चाहिँ म उता जान्छु चारो आगो बजेको छैन यस्तो त छ मेरो हालत यस्तो यो बाँसको दाउरा लगाएको यस्तो भइसकेको छ एकछिन अनि अब उता घर जान्छु अनि फेरि यता आउँछु फेरि मर्छु यहाँ गएर पुग्छु उता जान्छु यस्तै हो आज त के हो होइन अनि साथीहरू एउटा कुरा चाहिँ के भने यो कुखुराहरूलाई मैले यति चारो दिएँ चारो लिँदा पुग्ने रहेछ यो कुखुरा हेर मेरो थियो यतै पुग्दैन कहिले पनि चारोले हेरिरहेछ अनि साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ होला सबै अनि सबैजनाले भिडियो हेरिदिनु होला माया गरिदिनु होला पानी पर्छ कि क्या हो साथीहरू हेर्नुहोस् न यस्तो पो छ त अनि मेरो त मोबाइलको चार्ज पनि सकिन लागिसकेको छ नि त भिडियो अघिदेखि गरिरहेको छु मेरो चारो पनि उसिनिसकेको छुइनँ मैले अनि म चाहिँ यस्तै भोलिदेखि त कलेज छ फेरि कलेज बिहानै उठेर जानु पनि लाग्छ बिहान उठ्नै त्यही हो बिहान उठ्न अल्छी लाग्छ साह्रै छुट्टीमा त कति बजी 6 बजी उठ्ने 6:30 बजीले बानी हो नि त भोलि त 5 बजी नै उठेर जानुपर्ने हुन्छ कलेज अनि अनि साथीहरू मेरो खानामा सिटी पनि लागिसकेको छ मैले मानेर आइसकेँ अनि अब भोलि चाहिँ कलेज गएको बनाउँछु होला सायद ब्लग सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला अनि आजको लागि चाहिँ यति नै हुन्छ होला सायद साथीहरू भिडियो अनि यति केही हुन्छ मेरो फोनमा चार्ज पनि छैन पानी पर्न आँटेको जस्तो देखिन्छ यस्तो देखिन्छ के भएको अनि अब भोलि चाहिँ म फेरि कलेज गएको भिडियो बनाउँछु होला सायद कि बनाउँछु सबैजनाले माया गरिदिनु होला हेरेर सबैजनाले मेरो सब्सक्राइब गरिदिनु होला मेरो च्यानलमा अनि आजको लागि चाहिँ यति नै साथीहरू सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होला।